यहाँ देवी दुईटा छन् है। हजुर हजुर अहिले दुर्गा देवी तल हुनुहुन्छ, खोलामा मन्दिर पनि छ। उहाँ चोखो मन्दिर हो, उहाँ यहाँनिर मेढो सेढो चढ्दिन। हजुर यहाँ काली देवीले मेढो खाने, हजुर शिवजी भगवान् काली देवी गणेश भगवान् माथि आउनुभयो। हजुर पहिला खोलियाबाट बाटो थियो कि सुब्बा खोला भन्थे, हजुर सुब्बा देउराली भन्छन् अहिले होइन, सुब्बा खोला भन्थ्यो। त्यसपछि त्यहाँ आएर लाउरेले मागेको अरे कि सुनको धरा दिउँला बोकेबाट चलाउन म लाउरे हुन पाऊँ भनेर मागेर गएँ। गरिब घरको केटो म लाउरे हुन पाऊँ भनेर मागेर गएँ। भक्कल पनि गरेँ, अनि दुःखेस नि बेचाएँ। उनी गए अनि बिना हाइट बिना पढाइ भर्ती भए। कति बार आउने जाने भयो यहाँ, अनि त्यो बाटो त्यही भएर खोलाको बाटो, अनि यहाँ गाडी घोडाको साधन थिएन, खच्चड हिँड्थे, रासन पुऱ्याएर सन्धि खरेर खान्थे खच्चडहरूले होइन। त्यस बेला अनि त्यहाँबाट आउने जाने भइरह्यो, अनि भक्कल दिएनन्। हजुर देवीलाई फेरि के आश थियो भन्ने भएर यो यसले यहाँनिर यति ठुलो भक्कल गरेछ, यस्तो कसैले गरेको छैन, अनि यसले रिटायर हुन्छ त यसलाई ठुलै पदमा लगेर छोड्ने भनेर इन्डियाको हनरी क्याप्टेनसम्म बन्यो त्यो मान्छे। आउजाउ भइगयो त्यहाँबाट इन्डियाको हनरी क्याप्टेन रिटायर भएर आयो। इन्डियन लाउरे हैन त? इन्डियन लाउरे मान्छे यहीँको, अरू देशको मान्छे यहाँ नेपालको यही अरेखाँचीको होइन। हजुर हजुर त्यसपछि यहाँनिर यहाँ रिटायर भएर आयो। आउँदाखेरि सुब्बा खोलामा झुपडा बजार थिए, यति बसेर आज पूजा गरेर जाने बेला ऊ सिधै नसामा गयो। आएर बसेर पूजा गर्ने ठाउँमा ऊ नसा गरेर रक्सी खाएर लागु पर्दछ। सडन पनि परेन त, अझै धम्की दियो कि के भन्नु भन्दाखेरि म आइहालेँ, मलाई कसले रोक्छ र भनेर छाती पनि पिट्यो अरे। अनि नसामा उसले थाहा भएन। हजुर हजुर नसामा अनि छाती पिट्यो, अनि म आइहालेँ, मलाई कसले रोक्छ र भनेर अगाडि बढ्ने बित्तिकै देवी प्रकट पनि फेरि त्यहाँ। हजुर देवी प्रकट भएर नि हात खुट्टा उतिखेरि गायब, मुडो चाहिँ पल्टाइदिए खोलामा। हजुर त्यसको वरिपरि हात खुट्टा त्यहाँ पनि छैन, कहाँ लैदियो भन्ने थाहा भएन। खुन पनि खसेन अरे, हाम्रो बाबुबाजेले भनेको पुर्खौको कुरा है। हजुर हजुर त्यहाँ खुनको धपानी खसेन अरे, हात खुट्टा पनि भेटिएन अरे। त्यसको यहाँनिर यो छापमा अहिले देखाइदिन्छु मैले। हजुर त्यसपछि यहाँनिर मुडो चाहिँ पल्टाइदिए, अरू भगवान् उपस्थित भयो त्यहाँ फेरि। हजुर कालीदेवीले त त्यो गर्नुभयो। हजुर हजुर त्यसपछि अरू भगवान् त्यहाँ उपस्थित भएर के भने भन्दाखेरि यसलाई के गरेको, यसलाई के गर्ने त अब भनेर कालीदेवीले सोद्धाखेरि यो त पापी दुष्ट हो, यसले आफै भनेको यसलाई भरिपूर्ण भयो। यो इन्डियाको हनेरी क्याप्टेन भन्नु कति पैसावाला भयो, अनि हामीलाई पुजेन। नपुजेपछि यो पापी दुष्ट हो, यसलाई दुनियाँले देख्ने ठाउँमा लगेर गायब गरिदिने, हजुर यसको चित्र निकालिदिने हजुर हजुर भनेर यहाँ चित्र निकालिदिए। हजुर हजुर चित्र भन्ने ठाउँ चाहिँ यहाँ गाइस। इन्डिया पनि छैन, अनि यता पनि गएको छैन। त्यहाँबाट यहाँ ठुल्ठुलो लामाहरू छन्, यो गुरुङ इलाका हो। लामा त्यहाँबाट फेरि यिनी माताहरू गट्ठा भयो यहाँ। यो लाउरे भेटिएन, इन्डिया पनि छैन, घर पनि पुगेको छैन, यो कता गयो त भनेर यहाँ कबल्दाखेरि लाउरेले ठुलो भक्कल गरेको छ, यसलाई देवीले लुगायो यहाँ भने। त्यहाँबाट त्यसपछि फेरि यो छाप निक्लियो, फेरि यहाँ सिम्पल पहरो मात्रै थियो भने सेतो। हजुर हजुर यहाँ छाप देखियो, छाप देखेर यहाँ गएर कामे, त्यहाँबाट फेरि बाबा तिनी माता अनि को गए त्यहाँ होइन। त्यहाँबाट यही जो छ त्यसको आत्मा चाहिँ यही छ भनेर फेरि मूर्ति बनाएपछि, हजुर यो मूर्ति त धेरै पछि बनेको हो, यो आत्मा यही छ अरे। ए मूर्ति भनेको चाहिँ यही छ हेर्नु, लाउरेको मूर्ति यो। त्यसको आत्मा यही छ भनेर काम निउने पनि हुन्छ। यहाँ ठुल्ठुला भक्तहरू आएर कामछन्। हजुर हजुर टुनामुना भएका है, त्यसै त काम दिनन्। हजुर हजुर केही भित्र टुनामुना भएका यहाँ कामिहाल्छन्। हजुर त्यसपछि यहाँनिर जीवित छ नि अझै पनि झुट बोल्छ भनेर त्यस्तो गराए। अनि त्यहाँ त्यही जो भयो यहाँनिर लाउरे टाँसिएको इलाका भनेपछि यो लाउरे टाँसिएको लाउरे बजारको नाम भयो। हजुर हजुर यो बजारको नाम पनि लाउरे बजार भयो। हजुर यहाँ पनि लाउरे टाँसिएको यो इलाकामा हुनुहुन्छ। हजुर हजुर यहाँ माथि सिद्ध बाबाको ठुलै मन्दिर छ, यो परमाथि हजुर माथि तार गर्छ मन्दिर छ हजुर सिद्ध बाबा। अनि यता माथि मन्दिरमा जान मिल्दैन? मिल्छ, यो बाटो हो, झन्डै पौनी घन्टा लाग्छ। गाडीमा जानुपर्छ? होइन हिँडेरै परसम्म त टावरसम्म त जानुहुन्छ, त्यहाँबाट फेरि पाइँदैन। अच्छा हिँड्दै जाने? हिँड्दै जाने। अच्छा त्यहाँ देउराली पनि छ, दुईवटा बाटो छ नि, त्यहाँ बिचमा मन्दिर छ। हजुर त्यस्तो भएको यो कहानी। ल ल ल हजुरलाई धन्यवाद, धेरै धेरै धन्यवाद। यति कहानी सुनाइदिनु भयो, हामीले त सुनेको थिएनौँ होइन, पहिलाचोटि आएको हामी यहाँ। त्यो भएको अरे हामीले सुनेको सोम स्थानीयलाई भनेको। भन्दै आयो अनि हामीले हजुर हजुर यहाँको ठाउँ कर्मचारी भएको हामीले यसरी बुझ्यौँ भने इतिहासको हरेक कुराको थाहा पाउँछ। हजुर म एकछिनपछि यहाँ आनन्द लाग्यो, यस्ता कुराहरू हामीले थाहा पाउँदै खोज्दै जानुपर्ने छ। एकछिनपछि हस् त, यहाँलाई धन्यवाद है। ल